नमस्ते। अहिले हजुरले भिडियोमा देखेको यो ई-बुकको है, यो चाहिँ डिटेल भिडियो हो। अब ई-बुकमा चाहिँ दुईटा मोडल हुन्छ, कहिले यो आउँछ सेम हुन्छ है, सामान सेम हुन्छ। यो चाहिँ अलि ठुलो हुन्छ, यो चाहिँ अलि सानो हुने भयो साइजमा चाहिँ। अब अहिले आएको चाहिँ बुक चाहिँ यो छ, यो चाहिँ सकिसक्यो, यो चाहिँ आएको छ। अब यसमा चाहिँ के आउँछ भनेपछि एउटा चाहिँ यो टच पेन आउँछ, यसमा चाहिँ मार्कर आउने, यसमा मार्कर मात्रै आउँथ्यो, यसमा चाहिँ यो टच पेन पनि आउँछ। यसलाई चलाउने तरिका म हजुरलाई सिकाइदिन्छु। यसलाई चाहिँ टक्क यहाँनिर यो ब्याट्रीबाट चल्ने हुन्छ है, यहाँ चाहिँ टक्क यहाँ ब्याट्री राख्ने ठाउँ यहाँ हुन्छ, ब्याट्री राम्रो खप्ने हुन्छ। यसलाई चाहिँ टक्क हजुरले चाहिँ यहाँनिरबाट चाहिँ अन गर्नुभयो, पावर बटन यहाँनिर हुन्छ, अन गर्नुभयो भने मजाले यसलाई चाहिँ हरेक पानामा यहाँनिर औँलाको चित्र हुन्छ। अब औँलाले छोए नि हुन्छ, यसले छोए नि हुन्छ। यो बुकमा यसलाई चाहिँ औँलाले मात्रै हुने भयो, यो चाहिँ बुक फरक फरक हुन्छ है। अब यसलाई चाहिँ यहाँबाट यसरी टच गर्दा पनि भयो, अब मैले यो उसमा गर्नलाई भयो, अनि त्यसपछि बाई बाई भयो, टक्क पारेर यहाँनिर छुनुभयो भने यो छोइयो, औँलाले छोयो नि भयो। यो जसरी मैले सी भयो, ए सबै पानामा यो पाना नै हुन्छ, बाक्लो पाना हुन्छ, हजुरको यो प्लास्टिकको पाना हुन्छ है। यो चाहिँ नर्मली च्यातिँदैन, राम्रो पनि हुन्छ। अनि हरेक पानामा चाहिँ टक्क यसरी टच गर्ने अनि यो गर्ने। अनि यसमा चाहिँ मजाले यो चाहिँ राइमिङहरू जुन देखाएको हुन्छ सेम हुन्छ। जसरी यहाँ चाहिँ पुलिस कार भयो, साउन्ड पनि आउने भयो। अब यो पेनले भयो भने सजिलो हुन्छ सुन्नलाई, साउन्ड पनि आउने भयो। हरेक पानामा राइमिङको लागि यहाँ आउने भयो हो, यस्तो हुन्छ। अब यसलाई चाहिँ अफ गर्न, क्विजहरू बनाउनको लागि भोल्युम बढाउन घटाउन यहाँ हुन्छ यसको चाहिँ। अब राइमिङहरूको लागि भयो, क्वेसनको लागि भयो, अटो रिडको लागि यहाँ अप्सन हुन्छ क्या यसको। एकदमै दामी चाहिँ यो ई-बुक युजफुल सामान चाहिँ हामीले अहिले भिडियोमा देखाएको बुक चाहिँ हो। अब यसमा चाहिँ हजुरले ब्याट्री चाहिँ पाउनुहुन्न, ब्याट्री आफैले हाल्नुपर्ने हुन्छ, किनभने प्रायः जसो हाम्रो बाहिर भ्याली बाहिर के अरे बाई एयर जाने हुन्छ, बाई एयरमा चाहिँ ब्याट्री हाल्न चाहिँ मिल्दैन रहेछ। त्यो सामानहरू धेरै फिर्ता भएको भएर ब्याट्री चाहिँ आउँदैन है। अब यसलाई चाहिँ नर्मल ब्याट्री लाग्छ। फेरि ब्याट्री भने चाहिँ हजुरको नर्मल ब्याट्री, म ब्याट्री पनि देखाइदिन्छु। यो ब्याट्री भने चाहिँ घडीमा लाग्ने नर्मल ब्याट्री, किराना पसलमा पाउने ब्याट्री हुन्छ। यो ब्याट्री मजाले खप्ने पनि हुन्छ है। यो चाहिँ टक्क यसरी चाहिँ लगाइदिनु भयो भने। अनि अर्को कुरा यसमा चाहिँ मार्कर चाहिँ खोल्ने तरिका पनि म देखाइदिन्छु। मार्कर टक्क यहाँ हुन्छ, यो चाहिँ यसले निकाल्यो, यहाँ लेख्नुभयो, यसरी लेख्नुभयो हजुरले भनेपछि ए डी बच्चाहरूलाई के लेखाउनु लाउनु भयो भने यसले मेट्ने यसको ठ्याक्कै टुप्पोमा हुन्छ, सर्ट यसरी चाहिँ मेटाउन मिल्यो। टक्क यसरी बन्द गरिदिनुहोस्, यो पेन यहाँ टक्क राखिदिनुहोस्, अनि यसलाई चाहिँ बिर्को लगाएर राखिदिनुहोस्। यो चाहिँ दामी, एकदमै युजफुल, एकदमै भाइरल, र भाइरल मात्रै होइन युजफुल सामान पनि। यो चाहिँ ई-बुक हो है कुनै। अब यो पनि चलाउने तरिका सेम नै हुन्छ। हस्, धन्यवाद।